नमस्ते नमस्ते सबैजनालाई म रामजी। आज म मेरै दोकानमा बसिरहेको थिएँ। म कहीँ गएको थिएँ, ठ्याक्कै हाम्रो सरले फोन गर्नुभयो। त्यही बेला म दोकानमा आएको थिएँ। एउटा हाम्रो सर आउनुभएको धेरै टाढाबाट, अनि उहाँहरूले मेरो भिडियो हेर्नुहुन्छ, धेरैजना आउनु भएको छ। अनि यहाँ आएर खानासाना खानुभयो। उहाँहरूलाई म सोध्दैछु कस्तो लाग्यो भनेर। हेर्न सक्नुहुन्छ तपाईँले, को चिन्नुहुन्छ उहाँहरूलाई यसो कमेन्ट गर्नुला। चिन्नुहुन्छ भने हजुरको आफ्नो मान्छे हुन्छ भने। पहिलो त यहाँ हाम्रो दिदी आउनु हा दिदी, ल स्वागत छ है हजुरलाई। नमस्कार। ल यो कमेन्ट नमस्कार हजुर। आज मेरो पास आउनुभयो, कस्तो लाग्यो हजुरलाई? धेरै राम्रो लाग्यो। म पहिला पनि हजुर 2-3 चोटि आएको थिएँ। मसँग भेट भयो हजुर, भेट भइएन। 2-3 चोटि आएर मैले खाना खाएर राम्रो लाग्यो। अब हामीले आज यता जाम भनेर सबैलाई लिएर आएको। हामी किसनघाट, सबै किसनघाट बस्छौँ। नाम मेरो कमला कार्की, नेपाल घर मेरो स्याङ्जा। हजुर मेरो भिडियो पनि हेर्नुहुन्छ? हजुर हेर्नु, हजुर फलो गर्छु। मैले तपाईँहरू तिनै भाइलाई नै चिन्जान्छ बढी सबैलाई। हजुर राजु भाइलाई बेसी नै चिनेछु। हजुर रोहित दाइलाई चिनेछु। बहुत धेरै राम्रो छ। आज पनि बहुत राम्रो लाग्यो खाना। त्यो मोमोसहरू धेरै फेमस भएछ। थ्याङ्क यू सो मच। हजुर नमस्कार। धेरै राम्रो छ। मैले भिडियो पनि हेरिरहेको थिएँ। राम्रो छ। खाने मान्छे आइराख्नु होला। वरिपरि कोही हुनुहुन्छ भने धेरै राम्रो छ। कस्तो लाग्यो यहाँको मोमो? कस्तो लाग्यो? मिठो छ, राम्रो छ। खाना नि खान्छु। हजुर 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 राम्रो छ। अन्त भन्दा धेरै ठुलो साइज है त, राम्रो छ, मिठो छ। ल हजुर मैले रामजी भाइको धेरै 1 वर्षदेखि हेरिरहन्थेँ। यहाँ आउन मौका परेको थिएन। अनि अस्ति नै मधुर सुवेदीको बर्थडे मनाइदिनु भएको रहेछ। हेरेर मलाई पनि आमा भन्ने जस्तो भयो। मेरो यो श्रीमानको बर्थडे थियो, त्यस दिन पनि आउनु मन लाग्थ्यो। समय बुढा ढिलो आउन र त्यस दिन आउनु पाइएन। मलाई धेरै राम्रो लाग्थ्यो, हेरिरहन्थेँ। अरू मोमो पनि प्राय छन् भनेर सबैले हल्ला गर्थे। मलाई खानु मन लाग्थ्यो, आउनु मन लाग्थ्यो। आज यहाँ हाम्रो कार्यक्रममा आएको बेला पसौँ भनेर मैले चाहिँ कल गरेको पहिला सुरुमा। धेरै राम्रो, हजुर धेरै राम्रो छ। यहाँको मोमो धेरै साइज ठुलो छ, राम्रो छ। नजिकका साथीहरू आइदिनु होला, खाइदिनु होला। भाइको फलोअर्स धेरै बढाइदिनु होला भन्दै भाइको 15 सेक्टरमा नि छ। हामी आएर खाइरहेको छौँ राजुका। अरू कोचकुल्ला नि तपाईँले अहिले खोल्नुभयो, त्यो नि हामीले देखेका छौँ। सबै थाहा छ हामीलाई। फेरि पनि आइरहन्छौँ हामीहरू। धेरै राम्रो प्रगति हुँदै जाओस्। भाइलाई सबैले फलो गरिदिनु होला, राम्रो बढाइदिनु होला। मेरो मिना देवी। हजुर फलो गर्नु होला, मेरो पनि बढाइदिनु होला हजुरहरूले। कमला ल आज हामी रामजी यो फास्टफुड भनिन्छ होइन, फास्टफुडमा आएको थियौँ र हामीले धेरै भिडियोहरू हेरिराखेका थियौँ। यहाँ बर्थडेहरू मनाउने, बाहिर साथी आएको कलाकार साथीहरू पनि आउने होइन, हाम्रो नेपालबाट आएको साथीहरू पनि आउने गर्नुहुन्थ्यो। त्यसपछि कलाकार साथीहरू आएर खाना र हामीले भिडियो हेरिराखेका थियौँ। आज हामी त्यसै जाम भनेर साथीहरूमा एकै ठाउँ किसिमबाट बस्यो नि। त्यसो म 26 सेक्टर खालसा कलेजमा काम गर्छु होइन। त्यसपछि यस्तो साथीले यस्तो राम्रो चिजहरू बनाउनु, हामी त्यहाँ गएर हेरौँ खाउँ भनेर यसरी आएका र धेरै राम्रो लाग्यो। टिमुरको चटनी, ठुल्ठुलो मोमोहरू होइन, पुदिनाको चटनी, त्यो एकदम सिधा घर बसे चाहिँ घर गएर खाए चाहिँ त्यस्तो आनन्द लाग्यो। र कोही साथीहरू चाहिँ हुनुहुन्छ भने नजिकको साथी र चाहिँ कोही नजिकबाट आउने साथी यहाँ आएर मोमो खानुहोस्, एकदम स्वादिष्ट छ। चटनी, बस्नलाई व्यवस्था सबै राम्रो छ। धन्यवाद। मेरो नाम बोलराम बन्जारे, फेसबुक आइडी बोलराम बन्जारे होइन। मैले तपाईँको दुईजना ल। हेलो हजुर नमस्ते। म चाहिँ विनोद विसी र उहाँ रामजी चाहिँ साथी पनि। अनि त्यस पछाडि मेरो एकदम साथी। हामी राति 12-1 बजीतिर नि भेटघाट भएर चाहिँ मिल्थ्यौँ। अनि आज चाहिँ हाम्रो कार्यक्रम थियो यता 20 सेक्टरमा। अनि त्यसैको संयोगमा आज चाहिँ रामजीकोमा पसौँ भनेर आएर चाहिँ मोमोहरू सो खायो। एकदमै राम्रो छ, एकदमै टेस्टी छ, चटपटा छ होइन। जति पनि हेर्नुहुन्छ मेरो पनि फेसबुक फ्रेन्ड हुनुहुन्छ आउने इच्छुकले मेरो विनोद विसी छ।
आउनु होला, एकदमै राम्रो छ। र यता साथमा हुनुहुन्छ हाम्रो सर। हजुरको के नाम रे? हजुर नमस्ते, मेरो नाम दिनेश विक। आज रामजीकोमा रोहित चाइना टाउनमा आयो होइन। एकदमै नेपालको झल्को मेटाउने मोमो प्राय म मोमो लभर नै हो। मोमो मैले हरेक ठाउँमा खाने गर्छु, आफै पनि बनाउने गर्छु। तर यहाँ खाएर बिल्कुल नेपालमै गयो बसेर खाए जस्तो, आफ्नो गाउँठाउँमै बसेर खाए जस्तो टेस्ट छ एकदम। साथीहरूले आएर खाना पनि खानु होला, साथै उहाँको पेजलाई लाइक फलो गरेर हौसला बढाइ गर्नु होला। धन्यवाद। कस्तो लाग्यो हजुरले मोमोस खानुभयो? मोमोस त बहुत राम्रो लाग्यो। पहिला पनि खान्थेँ मैले, तपाईँको भाइको 15 पनि खान्थेँ। यहाँ पनि बहुत राम्रो लाग्यो। म पहिली बार आएको यहाँ त। हजुरको नाम के रे भन्नु त हाम्रो गाइसहरूले? मेरो नाम टेक बहादुर कार्की। यहाँलाई कोले चिन्नुहुन्छ है? यहाँ चण्डीगढमा जति पनि चिन्नुहुन्छ, यहाँलाई आउनु भएको छ आज, लाइक सेयर गर्नु होला। यहाँको भिडियो पनि यहाँलाई देखेर चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला भन्न चाहन्छु है। 40 सालबाट हुनुहुन्छ चण्डीगढमा। भने कति रे? 40 साल भयो। 40 साल भयो है? 34 साल है। हेर्न सक्नुहुन्छ तपाईँहरू, कोही 40 साल, कोही 34 साल भन्नुहुन्छ। 25-26 वर्ष मलाई पनि भयो यहाँ होइन। मैले पनि 25-26 वर्ष भयो। पहिले नोकरी गरेँ, त्यसपछि नोकरी गर्दा गर्दा अहिले आफ्नो काम गरिरहेको छु। र आफ्नो काम गरेर सरलाई समाजसेवा पनि गरिरहेको छु। धीरे धीरे जति सक्छु मैले गरिरहेको छु। हेर्न सक्नुहुन्छ तपाईँहरू, मेरो भिडियो पनि हालिरहेको हुन्छु होइन। सबैजना आउनु भएको छ, धेरै टाढाबाट आउनुहुन्छ होइन, मसँग मिल्नको लागि, सेल्फी लिनको लागि आउनुहुन्छ। हजुरहरू पनि अगर मसँग सेल्फी लिन चाहनुहुन्छ, यहाँ आएर मोमोसँग टेस्ट गर्न चाहनुहुन्छ भने जरुर आउनु होला। म नम्बर पनि राखिदिन्छु तपाईँलाई, एकखेर फोन गरेर आउनु होला, किनभने म धेरै टाढा हुन्छु, यहाँ त्यति बस्नु पान्न। हजुरहरूले फोन गर्नुभयो भने म जरुर तपाईँहरूसँग म मिल्नेको प्रयास गर्छु है। ल धन्यवाद सबैलाई, बाई बाई गर्नु त है। टाटा गर्छ टाटा।